हेलो व्हाट्सअप गाइस म फेरि पनि आइसकेछु एउटा न्यू भिडियोमा अनि सबैलाई ह्यापी दशैं है। अब दशैं पनि लागिसक्यो, मेरो स्कुल पनि छुट्टी भयो आजदेखि। अनि आज चाहिँ अब के गर्ने भनेर सोचमा परे, त्यसैले अब म मेरो यो कपाल काट्ने छु। अनि ढिला नगरी हामी कपाल काट्न जाऊँ। म चाहिँ नुहाएर पनि रेडी भइसकेको छु। अनि हेर्नु सक्नुहुन्छ यतापट्टि यस्तो छ अनि यतापट्टि यस्तो छ। फेरि यसले यता चाहिँ मुलेट टाइपको हानिदिरहेछ अनि यता चाहिँ मिलाइदिरहेछ। फेरि यता नि मुलेट टाइपकै थियो, तर मुलेट हान्नु खोजेको होइन, मिलाउनु खोजेको हो। यहाँ यो यताको मलाई ठिक लाग्यो, बट यताको चाहिँ अलिकति कस्तो रफ टाइपको देखियो क्या है गाइस। ठिकै छ, अब जस्तो गाडी पनि काट्ने त काट्ने नै थियो होइन। अब तिहारसम्म पलाएको चाहिँ तिहारसम्म त हामी काट्ने हो नि अझै। फाइनली गाइस इट्स कुक टाइम, सो लेट्स गेट कुक। दामी छ गाइस, गर्मी भएको बेलामा तपाईँहरू पनि कोक खानु होला। घाम चाहिँ चर्को लागिरहेछ, त्यसैले म यहाँनिर खाँदैछु कोक। अब चाहिँ कोक खाएर एनर्जी आइसक्यो, त्यसैले होमवर्क गरौँ है। अब हाम्रो म्याथको होमवर्क छ टक्क 42को क्वेसनको सक्काम। अब मैले चाहिँ अहिले बल्ल 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 गर्दा गरेर गाइस है, मेरो चाहिँ होमवर्क योदेखि नै हो। यो यहाँदेखि एक्जाम क्वेसनदेखि हाम्रो यो यहाँसम्म हो। प्र्याक्टिस क्वेसन पनि हो। मैले चाहिँ एक्जाम क्वेसन चाहिँ सकेँ, तर प्र्याक्टिस क्वेसन चाहिँ सकेको छैन। यो एक्जाम क्वेसन गर्ने यत्रो टाइम लाग्छ, झन् प्र्याक्टिस क्वेसन गर्दा झन् कति लाग्दा गाइस, यति धेरै गाइस हेर्न सक्नुहुन्छ। धेरै पेज खाइहाल्यो है ग्लामलुम। अब म एकछिन रेस्ट लिनुपर्ने हुन्छ। मैले यहाँ लेख्दै बिचमा खाना गएको थिएँ, भिडियो बनाउनै बिर्सेछु क्या गाइस। फेरि यहीँ फर्मुला गर्दै बसेछु। अब यो चाहिँ भरे भोलि गर्छु। म चाहिँ ज्याम गरौँ भनेर यसरी रेडी भइसकेको छु, तर साथी अहिलेसम्म आइसकेको छैन। 2 दिनदेखि नुहाएको छैन अरे। अब म के गर्नु त गाइस है। अब यसरी भिडियो बनाउँदै बसे त हो नि होइन गाइस। अब हेयर कट यस्तो भइहाल्यो, ठिकै छ होइन, त्यही गरौँ। फाइनली हाम्रो यो डार्क सर्कलवाला भाइ आइसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ। यहाँ ओइ अहिले फेरि डार्क सर्कललाई अब हामी चाहिँ एकछिन ज्याम हाल्छौँ हो त, सिक्ने यताउता के काम गर्छौँ होइन। सो अहिले चाहिँ गाइस हामी आइसकेको छौँ ज्याम हाल्नुलाई टक्क है।
यसो जाम हालिसक्यो जाम हाल्न आएको कि गेम खेल्न आएको हेर्नु न गाइस गेम खेल्दै बसिरहेको छ यार फ्री फायर पुरै फ्री फायर खेल्नु सेल्नु आउनु छैन पुरै खेल्छ ल आइज 1v1 खेल्नु 500 500 खेल्ने हेर गाइस डरायो अनि हाम्रो ज्याम पनि हाल्यौँ अलिअलि यसो है अनि हेयर कट चाहिँ अब त्यही हो हेयर कट देखाउँदै बसे मात्र हो अब त्यहाँ होइन गाइस पछि मैले चाहिँ नास्ता पानी गर्नुपर्ने हुन्छ टक्कसँगले चिया अनि हाम्रो चियाको सहित हामीले के खानुपर्छ चियासँग त पफ हुनैपर्छ तर पफ चाहिँ छैन पफ नभए पनि हामीसँग छ यहाँ गफ ए गाइस हामीसँग नमस्ते गफ छ तपाईँहरू पनि नमस्ते गफ खानु चाहनुहुन्छ भने घर आउनु होला म तपाईँहरूलाई प्रशस्त दिन सक्छु धेरै घर बस्यो सो अल्छी पनि लाग्यो अब चाहिँ लेट्स मुभ फर सम वाकिङ होइन अहिले चाहिँ म यहाँनिर स्कुल गएको थिएँ स्कुल गएको भिडियो बनाउनु बिर्सेछु क्या अनि त्यहाँ कोही देखिनँ त्यसैले अब अल्छी लागेर यता पार्कतिर आएको गाइस श्रम संस्कृति पार्क सिट नामै भन्नु आएन यहाँको समिति भन्छौँ हामी चाहिँ तर यहाँको पार्कको नामै दिएको छैन क्या अहिलेसम्म त्यही भएर म यतिकै बसिरहेको छु धेरै मान्छे पनि छैन अरू बेला यति प्याक प्याक टाइपको हुन्थ्यो भने अहिले मान्छेहरू देख्दैन म सक्नुहुन्छ खुल्ला खुल्लै छ मान्छेहरू त छैन नि कहीँ छैन नि माथि पानी पर्न लागेको जस्तो छ हेर्नु गाइस है अब यही हो यहीँ बसिराख्ने एकछिन अब नेचुरलिटी हेर्दै अब धेरै यहाँ बस्यो म यहाँ बसेको पनि 15 मिनट भएछ अब चाहिँ जानुपर्ने हुन्छ होइन टक्क लाएर अहिले चाहिँ आमाले यहीँ बस भन्नुभएको छ मलाई चाहिँ पुलमै होइन किनभने अब मेरो यो चप्पल किन्नु पर्ने थियो दुलो परिगएको छ क्या अनि आमा चाहिँ पैसा लिएर आउनुहुँदैछ मलाई यहीँ बस्नु भन्नुभएको छ अब 0 पोइन्ट जानुपर्ने हुन्छ गाइस के हो भने यो चप्पल यताबाट दुलो पर्न लागेको छ अनि चिप्लो यसको ग्रिप गइरहेको छ क्या गाइस त्यही भएर चाहिँ अब यो चप्पल दुलो परिहाल्यो त्यसैले अब अर्को किन्नुपर्ने हुन्छ त्यही भएर म वेटिङमा छु यहाँ यहाँनिर चप्पलको सपिङ पनि भयो अनि हाम्रो यो दुईवटा चक्लेट पनि बोकेको छु यसो खानुलाई होइन मन्च भनेको फेरि मिठो हुन्छ क्या मिठो चिज कसले चाहिँ छोड्छ र होइन अब तपाईँहरूलाई देखाऊँ कस्तो रहेछ मेरो चप्पल भनेर हेर्नु सक्नुहुन्छ टक्कसँगले न्यू चप्पल दसैँमा है अब चाहिँ धेरै चप्पल खेलाइयो अब चप्पल खेलाइसकेपछि धेरै निन्द्रा लाग्छ सो अब सुत्नुपर्ने हुन्छ लास्टै बढा छ क्या गर्मी पनि के भन्नु र अनि ब्याकग्राउन्ड साउन्डमा फेरि यहाँनिर गीत बजाइदिरहेछ नि यार पल्लो घरकोले त्यसैले अब भिडियो मन पऱ्यो लाइक सेयर सब्सक्राइब नगरी नजानु होला त्यहाँ गरेर मात्रै जानु होला बाई